मर्निङ फ्रम न्यू प्लेमिथ हैन अब के छ प्लान आजको प्लान चाहिँ हाम्रो च्वाचेको मासु खाने रे बियर खाने रे अनि टक्क ट्रेकिङ जाने रमाइलो छ हैन आज रमाइलो छ ल अब कलेज गएर फोकटमा आइयो अब चाहिँ खाना साना लगेर कहाँ गइन्छ हैन लेट्स गो हैन यो हाल है फेरि हालिहाल्ने ल सियो अहिले चाहिँ ब्याक एन्ड सेपमा हैन पोर्क लाने हो ल यस्तो छ भ्यू ल अहिले चाहिँ मेरो पुरानो बास स्थान हैन 85 डेभन स्ट्रिट मेरो पुरानो घर हैन अब जाँदैछौँ माथि सगरमाथा चढे जस्तो छ अब यस्तो छ भित्रको ल आजको सेफ हैन कस्तो लागिरहेछ एकदम खतरा पोर्कको मासु भन्दैछ हैन अब प्लान के छ अरू प्लान के हुँदैन हाम्रो सेफ खाना लगेर जाने हैन खाना लिएर जाने हिमालको भ्यू हेर्दै खाना खाने प्लान छ आजको ल स्टे ट्युन गाइज फाइनल्ली 85 बाट हामी निस्क्यो हैन ल सामानहरु छ नि हैन एकदम मासु सासु हैन अब रमाइलो हुनेवाला छ जाँदैछौँ ल चिल गर्नुपर्छ है ल अब चाहिँ हामी निस्किन लागेको हैन अब चिलमा निस्किन्छ कहाँ गइन्छ अब सरप्राइज हैन माउन्टेनै हो हैन अब भ्यू कस्तो हुन्छ अब लेट्स गो सबै रेडी छ नि सामान एकदम रेडी लेट्स गो ल अहिले चाहिँ हामी ड्राइभ गरेर हैन टानाकी भ्यूमा आइसक्यो हैन हेर्न सक्नुहुन्छ माउन्टेन कस्तो छ हैन अब हामी यहाँ अब गाडी रोकिन पर्दैछौँ गाडी रोकेर यसो फोटोसोटो खिच्छौँ ल यी माउन्ट टानाकी हैन ठिक छ नि एकदम ठिक छ एकदम कस्तो लागिरह 100 स्पिडमा हैन चट्ट यहाँ फोटोसोटो खिच्छौँ अनि हेरौँ के हुन्छ यसै यहाँ चाहिँ यसो फोटोसुट कार्यक्रम भइरहेछ है हाम्रो मोडल हैन फोटोसुट भोलि यही फोटो आउँछ फेसबुकमा अनि यही फोटो आउँछ फेसबुकमा है उसलाई के भन्छ डिस्क्रिप्सनमा उसको हेर्नुस् साइरीको आइडी हाले हुन्छ हामीले ल गाडी यहाँ छ भ्यू चट्ट भवाल छ ल सियो फाइनल्ली हामी चाहिँ माउन्ट बेस क्याम्पमा छौँ बेस क्याम्प जस्तै छ है गाडी यहाँ चट्ट राख्यो केटाहरू रमाइलो भइरहेछ अब चिया खाने हो कि के गर्ने चिया खाऊँ अनि चल्दिउँ होइन चिया खाऊँ अनि चल्दिउँ अस्ति त्यहाँ हामी जाने त्यहाँ हट त्यहाँ गएर चट्ट होइन ल यसको ल फाइनल्ली हामी चाहिँ यहाँ ब्रिजमा आछौँ होइन ए केटाहरूकै हातमा सामान छ अब टनेलहरू छ भित्र जाँदैछौँ चट्ट लाएर उहाँ गएर खाना खाने प्लान छ हाम्रो अब हेरौँ अनि नो ड्रोन रे ल फाइनल्ली हामी ब्रिजबाटै माउन्टेनको भ्यू यस्तो छ यस गाइस थाकियो हिँड्दा उहाँबाट हिँडेर भ्यू यस्तो छ सिटी ठाउँ उहाँ जाने प्लान हो हाम्रो माउन्टेन यही छ बोल्नु पनि सकिरहेको छैन थाकेर ल यसको ल हामी माउन्ट तारनाकी बेसमा आइयो होइन केटाहरू फ्रेस हुँदैछ ल फोटो खिच्ने भिडियो खिच्ने भ्यू चाहिँ यहीँ हो अब ल हिमाल हेर्दै अब यी मासु भात होइन मासु भात खाँदै हिमालको भ्यूसँगै ल एउटा ल्याऊ अब सुरु गरौँ कस्तो लागिरहेछ हिमालमा आएर खाना खानु पाउँछ फर्स्ट एक्सपिरियन्स त्यही त ल अलराइट
पोर्क फुल जर्नी आउँदै यहाँ बसौँ यसरी बस्दै खाम अब यो चियर्स ब्रदर हामी चाहिँ अहिले माउन्टेन चढ्न जाँदैछौँ कहाँसम्म चढिन्छ यो भ्यू यस्तो छ यता गाडीहरू भएको चाहिँ त्यहाँ पर हो होइन यसको यो चाहिँ हिमाल चढ्ने बाटो हिमाल चढ्ने प्रोसेसिङ हुँदैछ हिमाल चढ्दैछौँ होइन कस्तो लागिरहेछ फर्स्ट एक्सपिरियन्स बाटो यस्तो छ हिमाल त्यहीँ छ चढिन्छ आज यो चाहिँ ट्रेकिङ पोइन्ट छाडा बोल्यो बिप हान्नु पर्ला हामी चाहिँ हिमालमा आइसक्यो स्नो सुरु हुँदैछ है आइयो हिमालको फेदमा यस्तो छ भ्यू छ यसको फाइनल्ली हिमालमा आइयो यहीँ हो हिमाल टाढनाकी हो आधी हिँड्यो आधीभन्दा बेसी हिँड्यो अब हिमालय यो धेरै जाडो आमा एक्सट्रिम जाडो छ होइन आमा भ्यू यस्तो छ यहाँबाट अर्को माउन्टेन माउन्ट कुक हो कि सायद त्यो पनि देखिरहेछ है माउन्ट टाढनाकी इज हियर से यो ल अहिले चाहिँ हामी ब्लगको एन्ड टुर सकिएर सबै आफ्नो घरमा पुगेर होइन अब के गर्यो घरमा पुगेर अब त नभनौँ यहाँ यस्तरी भेट भयो कि घरमा पुगेर भेट भएर होइन चट्टै भ्यू हेर्दै होइन ठिक छ नि दिस इज द इपिक एन्ड होइन रमाइलो भइरहेछ अब that's the end. Yeah, All right. for today, thank you so much Prasad, Yunis Karki and Vivek Shrestha. Yeah, thank you everyone. म पनि भन्छु थ्याङ्क यू अल फर सोइङ लभ होइन एकदम चिल केटाहरू माउन्टेन चढाइदियो मलाई माउन्टेन चढायो हैन भात खाएर भको अगाडि त्यही भनेर उसो भात खाएर बुङ्गुरको मासु खाएर दारू खाएर चिल भनेर माउन्टेन भन्दै कहाँ सुझाउ भात खाने भनेर हिँड्या हो अब माउन्टेन चढ्यो अब त्यो अब डेस्टिनी द्याट्स आवर डेस्टिनी होइन अब ठिक छ रमाइलो भयो यो चाहिँ इन्ड चाहिँ म चाहिँ इन्ड मिस भयो सोचेको थिएँ इन्ड मिस भएन यो ह्याप्पी एन्डिङ भयो के यो चाहिँ We don't miss anything. भ्यू यस्तो छ ल थ्याङ्क यू सो मच